हेलो नमस्ते एभ्रिवान, सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। वेलकम टु माई अनदर डे अनदर ब्लग। यो चाहिँ माता तीर्थ औँसी विशेष है। म चाहिँ बिहानै उठेर टिकासिका लगाएर मम्मीको हातबाट अनि त्यसपछि तल दिदीको घरतिर गएँ। गाडी पनि पायो, काठमाडौँ जाने गाडी पायो। अनि गाडीमा दिदी र म अनि भान्जी दिदीको घरतिर लाग्यो। यो चाहिँ दिदीको घर हो। त्यसपछि म यसो घुम्न भनेर दिदीलाई छोडेर माथितिर यसो गएँ। अनि अङ्कलहरू चाहिँ बाँदर लखटिरहनु भएको रहेछ गुलेली लिएर। अनि बाँदर यता घरतिर आएको भएर चाहिँ अनि उता मर्स्याङतिर नदीतिर उता जङ्गलतिर लखट्दै हुनुहुन्थ्यो। म एकछिन त्यहाँ बसेँ, गफसफ गरेँ। ठाउँ एकदम दामी छ, देख्न सक्नुहुन्छ। यता राइटतिर चाहिँ पारिपट्टि चाहिँ तनहुँ पर्छ, मर्स्याङले छुट्याएको छ। यता हामी गोर्खा, उता तनहुँ, खरे, चाम्बास, डुम्रेहरू उता पारि पर्छ। लमजुङ बेसर पनि अनि मनाङहरू पनि उता पारिबाट जान्छ। एकदम दामी छ ठाउँ है। गाउँ एकदम हरियाली चारैतिर, बाटो पनि पिच छ, एकदम दामी। बिहानको टाइम भएर घाम पनि लागेको थिएन, चिसो चिसो मौसम, एकदम दामी बवाल थियो। त्यसपछि म फेरि दिदीको घरतिर लागेँ। देख्न सक्नुहुन्छ यो अगाडि चाहिँ दिदीको घर हो। यो चाहिँ दिदीको घर हो। भैँसीहरू बाख्राहरू छ। बुवा आमा हुनुहुन्छ अनि अलिअलि बाख्राहरू पाल्नुपर्छ, भैँसीहरू। अनि खानासाना बनाउँदै हुनुहुन्थ्यो सबैजना, आमा दिदी सबैजना मिलेर खानासाना बनाउँदै हुनुहुन्थ्यो। रोटी बनाउने तयारी भइराखेको थियो, खानाहरू, सब्जीहरू, रोटीहरू है। अब आमाको मुख हेर्ने दिन हो होइन। अब मिठो मिठो खानु पर्यो। अनि म गएर एकछिन अनि बसेँ। टिभी पनि थियो। अनि म चाहिँ एकछिन टिभी कोठामा आराम गरेँ, बसेँ है। अब खानासाना पनि पाक्दै थियो। जे होस् रमाइलो थियो। अब आमाको मुख हेर्ने दिन है। दिदीको घरमा नि रमाइलो थियो। त्यसपछि खिर बनाउनु भएको रहेछ। अनि खिर र तरकारी खानु लागेँ म चाहिँ। एकदम दामी, एकदम मिठो थियो खिर है। अनि त्यसपछि एकछिनमा खाना खाने पनि टाइम भयो। अनि म चाहिँ अनि खाना पनि खाएँ। अनि रोटीहरू हाल्नु भएको थियो है। अनि एकदम रमाइलो थियो, फलफुलहरू, रोटीहरू है, सबै कुरा। अनि आमाहरू दिदीहरू चाहिँ अब टिकासिका लाउने, फोटोसोटो खिच्ने होइन, अब यताउति। अब आमालाई कसैलेहरू गिफ्टहरू दिने, खाने, अब त्यस्तै कार्यक्रम भइरहेको थियो। धेरै रमाइलो भइरहेको थियो। अनि म पनि खानासाना खाएँ। अनि त्यसपछि रोटी पनि खाएँ, 2-3वटा रोटी पनि खाएँ। एकदम दामी, एकदम मिठो है, ताजा ताजा रोटी। त्यसपछि अनि दिदी र म फेरि घरतिर लाग्यो। त्यस्तै बेलुका खेर 3-4 बजेतिर चाहिँ हामी फेरि घरतिर फर्क्यौँ। दिदीको घर र मेरो घर चाहिँ नजिकै छ। अनि हामी अब बिस्तारै हिँड्दै जाने। हिँडेर पनि त्यस्तै 15-20 मिनटभन्दा लाग्दैन। अनि हिँड्दै जाने। अब गाडी साडी पायो भने अनि जाने भनेर अनि बिस्तारै गफ गर्दै हिँड्दै गयौँ। भान्जी एकदम चस्मा लागेर है। अनि त्यसपछि हामी गफ गर्दै गयौँ। बाटोहरू एकदम दामी भएको छ, पिच छ। बाटो पिच भएपछि धेरै सजिलो हुन्छ है हिँड्नु पनि। अब गाडीहरू, बाइकहरू, अब सबैलाई हिँड्न एकदम सजिलो भएको छ।
पिच नभएको भए बाटो हिलो हुन्थ्यो, धुलो हुन्थ्यो है, खाल्टा खुल्टी यस्तो हुन्थ्यो नि त। जे होस् रमाइलो भयो। अनि टेम्पोहरू नि हिँडिरहेको थियो तर प्याक आइरहेको थियो। अनि हामी बिस्तारै बिस्तारै होइन नजाने अब गफ गर्दै जाने, हिँडेरै जाने भनेर अनि त्यसपछि हामी हिँड्दै गयौँ। त्यहाँदेखि चाहिँ यो मन्दिरहरू पनि छ यहाँनिर, एकदम रमाइलो छ। मेरो गाउँभन्दा तल्लो गाउँ हो है। बाटो राम्रो बनाएको छ। अब उकालोहरू पनि धेरै चढ्नु पर्दैन अहिले, उकालो नि सम्म जस्तै भएको छ बाटो। अब राम्रो पिच भएकोले यता चाहिँ पिच गर्दैछ, अब फाइनल गर्नु मात्रै बाँकी छ। बिचमा चाहिँ पिच गर्दैछ, फाइनल हुन बाँकी छ। अनि तलमाथि चाहिँ पिच नै छ। त्यसपछि जिप पनि आएको थियो, अनि जिप प्याकै थियो। अनि दिदीले नजाने, अब त नजिकै थियो, 10-15 मिनट मात्र बाटो थियो। अनि हामी फेरि हिँडेरै जाने भनेर अनि फेरि हिँडेरै आयौँ। अनि त्यसपछि हजुरबा आउनुभयो बाइकमा। अनि मैले चाहिँ रोकेर अनि दिदी र भान्जीलाई चाहिँ हजुरबासँग बाइकमा पठाइदिएँ। हजुरबा र दिदी भान्जी चाहिँ बाइकमा गए, अनि म चाहिँ बिस्तारै हिँडेर जान्छु भनेर अनि म चाहिँ बिस्तारै हिँडेर घरतिर लागेँ। यो चाहिँ सल्लाहगारी हो। यता राइट साइडमा चाहिँ जङ्गल सल्लाहगारी एउटा मन्दिर पनि छ, बस्ने ठाउँहरू घुम्नको लागि पनि राम्रै छ है। बाटो सजिलो भएकोले अब आउनलाई सकिन्छ छिटै सजिलैसँग। त्यसपछि म पनि बिस्तारै हिँड्दै गएँ है। जोस एकदम रमाइलो भयो। बजारतिर भन्दा यस्तो गाउँतिर राम्रो लाग्छ मलाई पनि, रमाइलो लाग्छ है। अब चारैतिर डाँडाकाँडा हरियाली हुन्छ होइन। अब त्यति डिस्टर्ब पनि हुँदैन, त्यति साउन्डहरू पनि होइन आउँदैन। अब गाडीहरू त्यति हिँड्दैन, मान्छेहरू त्यति हुँदैनन् है। एकदम शान्त आनन्द हुन्छ है। अनि त्यसपछि म बिस्तारै अब हिँड्दै गइराखेको छु नि त। जस बिस्तारै आनन्दसँग ढुक्क म हिँड्दै गएँ। स्कुलको बसहरू पनि आइरहेको थियो। स्कुलको बसहरू पनि छ गाउँमा। अब धेरै स्कुलको बसहरू पनि आउँछ, सरकारी अब प्राइभेट होइन। जो सबै कुराको सुविधाहरू पनि छ। यो स्कुल हो सरकारी स्कुल, मेरो घर नजिकै छ। मेरो घर अलि उता अगाडि देखेको घरनिर हो मेरो घर चाहिँ, सिधा अगाडि। अनि त्यसपछि काठमाडौँ गोर्खाको हाइस पनि अनि आयो। अब मेरो त घर आउनु लागेको थियो नि त, त्यही भएर म चाहिँ हिँडेरै गएँ। अनि यो चाहिँ दिदीको पसल हो। मेरो घर अगाडि स्कुल छ अनि दिदीको पसल छ। अनि म यसो पसलतिर गएँ। अनि त्यहाँ कान्छा पनि आएको थियो, एकछिन गफसफ गरेर दाइ हो। अनि त्यसपछि फेरि म घरतिर लागेँ। यो अगाडि चाहिँ मेरो घर हो, बिचको चाहिँ। अनि घर गएँ अनि मम्मी बसिराख्नु भएको रहेछ। अब आज औँसी होइन, आमाको मुख हेर्ने दिन, माता तीर्थ औँसी। अब मम्मीलाई के लगिदिने के दिने त भनेर अनि मैले डिसाइड गरेँ अब घर साइडमा दिदीको पार्लर छ, चुरा लगिदिन्छु भनेर है। अब त्यही नै हो मेन भनेको, सन्तुष्टि हो होइन। आफू सन्तुष्ट, अब आफ्नो मम्मी होइन परिवार सन्तुष्ट भएपछि सबै कुरा राम्रो हुन्छ।
धेरै ठुलो गिफ्ट लगेर पनि हो होइन राम्रो हुन्छ भन्ने होइन मेन भनेको सन्तुष्टि हो होइन। अनि मैले चुरा हेर्न गएँ मम्मीलाई भनेर अनि चुराहरू खोज्दै हुनुभएको थियो राम्रो खाले अब निकाल्दै हुनुभएको थियो दिदीले अब हेर्दै हुनुभएको थियो। अनि एकछिन म त्यहीँ बसेँ अनि मम्मी पनि आइपुग्नु भयो है तर मम्मीलाई थाहा चाहिँ भएन त्यतिखेर चाहिँ थाहा भएन है मैले पनि भनेन दिदीले पनि भनेन। त्यसपछि मैले अब सरप्राइज दिनु पऱ्यो भनेर चुरा लगेर टेबलमा राखिदिएँ अनि त्यसपछि मम्मी चाहिँ बाहिर बसिराख्नु भएको थियो। अनि मम्मीले देख्नुभयो अनि के हो कसले ल्याइदियो हो कहाँबाट आयो यस्तै भनिराख्नु भएको थियो। चुरा चाहिँ राम्रो थियो तर सानो भयो है अनि पछि मैले ल्याइदिएको भनेर थाहा पाउनु भयो। मैले पनि भने तर सानो रहेछ सानो भयो थोरै सानो भयो। अनि त्यसपछि हामीहरू गफसफ गऱ्यौँ त्यसपछि बुवा पनि आउनु भयो है अनि खानासाना खाइयो। त्यही नै हो जे होस् रमाइलो भयो माता तीर्थ औँसीमा अब रमाइलो भयो अब वर्षमा एकचोटि आउने हो होइन। थ्याङ्क यू सो मच फर वाचिङ एभ्रिवान। हजुरहरूलाई मेरो भिडियो राम्रो लाग्छ अझै यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने प्लिज सब्सक्राइब टु माई युट्युब च्यानल। थ्याङ्क यू सो मच एभ्रिवान। बाई सी यू सुन।